हजुर, कालीकोट जिल्लाको पलाता गाउँपालिका वडा नम्बर 3 मा बस्ने बुवा शङ्खबहादुर बम र स्वर्गीय आमा कालीदेवी बमको कोखबाट जन्मिनुभएका छोरा अधिराज बम। उहाँको दोस्रो देउडा गीत वाचन झल्को गाउँ घरको। बुवाका हातको कठै फाटी चौके राडी, बुवाका हातको कठै फाटी चौके राडी, बाँझै छ कि हरियो छ लसुन लाउने बाडी, बाँझै छ कि हरियो छ लसुन लाउने बाडी। केही राम्रा डोरी कठै अझै धिमा जिउला, केही राम्रा डोरी कठै अझै धिमा जिउला, जलधारा मुलकको पानी अन्जु लिले पिउला, जलधारा मुलकको पानी अन्जु लिले पिउला। पलाताका नेता जति फेसबुकमा मेरा जन्म्या थली, पलाताका नेता जति फेसबुकमा मेरा जन्म्या थली, नेपालमा रोजगारी छैन युवा जति खाडी, नेपालमा रोजगारी छैन युवा जति खाडी। घर घर पुगिगयो कि सुसा खाने पानी, घर घर पुगिगयो कि सुसा खाने पानी, फर्की आउँला जन्म्या थली गाउँको माया मानी, फर्की आउँला जन्म्या थली गाउँको माया मानी। डाँडा काँडा सेता हुन्ना हिमालका हिउँले, डाँडा काँडा सेतै हुन्ना हिमालका हिउँले, जेठ वैशाख घर आउँला बुवा रोपाई गर्ने न्युले, जेठ वैशाख घर आउँला बुवा रोपाई गर्ने न्युले। झटक्क सम्झेका बेला आँखा आँसु टम्म, झटक्क सम्झेका बेला आँखा आँसु टम्म, यसै रहे कालीकोट म फर्कनासम्म, यसै रहे कालीकोट म फर्कनासम्म। कठै कठ हस्त धन्यवाद। हजुर, यसै गीत मार्फत सम्झिनु पर्दा सबैभन्दा पहिला जन्मदिने स्वर्गीय आमालाई धेरै धेरै सम्झिन चाहन्छु र त्यसै गरी घरमा बस्नुहुने बुवा लगायत मेरो सम्पूर्ण घर परिवार, आफन्तजन, इष्टमित्र, साथी सङ्गी लगायत मलाई अधिराज बम भनेर चिन्ने नचिन्ने सबैलाई मिठो माया मिठो सम्झना छ। यो गीतको शब्द सिर्जना अधिराज बम, वाचक कान्छा लोकेन्द्र बम। हजुर, कालीकोट जिल्लाको पलाता गाउँपालिका वडा नम्बर 3 मा बस्ने बुवा शङ्खबहादुर बम र स्वर्गीय आमा कालीदेवी बमको कोखबाट जन्मिनुभएका छोरा अधिराज बम। उहाँको दोस्रो देउडा गीत वाचन झल्को गाउँ घरको। बुवाका हातको कठै फाटी चौके राडी, बुवाका हातको कठै फाटी चौके राडी, बाँझै छ कि हरियो छ लसुन